हेलो साथीहरू, ह्याप्पी असार 15। मैले चाहिँ यो प्योर गाईको दुधको दही जमाएर प्योर अर्ग्यानिक हो अब खानु लागिरहेको छु। तपाईहरूले खानुभयो कि भएन? आज असार 15मा एकदम मिठो भयो। अनि भातसँग पनि दाल, दही, सब्जी, अन्डा बनाएर आज चाहिँ हामी नेपाल गएको थियौँ भ्रमणमा। असार 15 मान्नुलाई नेपालको भ्यूहरू चाहिँ यस्तो भएको छ, एकदम राम्रो। फुलहरू पनि यसरी फुलेको रहेछ। माछा पालनहरू पनि रहेछ, हेर्नु साथीहरू कति दामी रहेछ। माछाको नाम त याद भएन। यसरी सलङ लङ 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 गरममा खेलिरहेदो रहेछ। पानीमा, सङ्लो पानीमा। अनि यसरी हामीले इन्जोय गर्यौँ। आजको दिन असार 15 अरे, पानीमा नआएर एकदम मजा आयो। दिनहरू उहाँ चाहिँ मेरो भाउजू हुनुहुन्छ। अनि हामीले यसरी खाना खाँदैछौँ साथीहरू। आजको दिन एकदम रमाइलो भयो। तपाईहरूले पनि असार 15हरू मान्नुभयो होला है। सधैँ यसरी असार 15हरू मानिरहनु पाऊँ। मेरो भिडियो के कस्तो लाग्यो? मन परेमा लाइक कमेन्ट गरिदिनुहोस् ल। थ्याङ्क यू।